हेलो साथीहरू, नमस्कार सबैजनालाई। आज चाहिँ हामी साइलो जेठाजु दादाको घरमा आएका छौँ। किनभने आज चाहिँ हाम्रो साइलो जेठाजु जेठानी दिदी न्युयोर्क घुम्न जानुभएको छ। अनि त्यस पछाडि बाबु पनि। र यहाँ रोपेको तरकारीहरूमा चाहिँ सुक्न लागेको छ, पानी लगाइदिनु र टिप्ने बेला भएको, खाने बेला भएको तरकारीहरू टिपेर पनि लैजानु भन्नुभएको थियो। त्यसैले हामी पानी लगाउनलाई आयौँ र आमाले फर्सी टिप्नु भएको छ, एउटा टिप्नुभयो र मेरो श्रीमानज्यू चाहिँ त्यहाँ पहेँला पातहरू टिपेर फाल्नु भनेर लाग्नु भएको छ र फर्सी पनि कस्तो राम्रो फलेको। यता आमाले फर्सी एउटा टिपिसक्नुभयो र अरू चाहिँ बढ्न दिने। यता ओखरको बोटहरू कस्तो ओखर फलेको छ, कस्तो हरियाली रुखै रुख छ हाम्रो दादाहरूको घर अगाडि चाहिँ। र ठुलो बारी पनि छ, रमाइलो छ। यो चाहिँ सबै घर पछाडि हो। धुपीहरू नि छ, यो चाहिँ दादाहरूको कटेरो भयो घर पछाडिको। र यहाँ बोडीहरू फलेको छ, कस्तो राम्रो झालहरू आएको छ झाङ्गिएर। पानी कमी भएर पानी चाहिँ लगाइदिनुपर्छ अब एकछिनमा। अनि यहाँ बोडी कस्तो झालिएको छ, काँक्रा, फर्सी, करेला, अनि त्यस पछाडि बोडीहरू। चाहिँ घर पछाडि हो। तब गर्मी। अचार हालेर राख्नु भएको छ दिदीहरूले। करेलाहरू हेर्नुहोस्। स्ट्रबेरी फलेछन्।
यो रुखमा पो जाँदो रहेछ नि धेरै लहरा त जरिङै हो त लाउको यसपालि कति खोइ को नि कल्पनाले कुन टिपे यो त जरिङै हो